नमस्कार, ब्राइट स्टार हाइटेक एजुकेसनको कम्प्युटर क्लासमा यहाँहरूलाई स्वागत छ। यस भिडियोमा हामीले हार्ड डिस्कसँग सम्बन्धित पार्टिसनका समस्याहरूलाई कसरी सल्भ गर्ने ती सम्बन्धी रिलेटेड समस्याका समाधानहरू राखेका छौँ। जस्तो पार्टिसन क्रिएट गर्दा, डिलिट गर्दा, श्रिङ्क गर्दा, एक्सटेन्ड गर्दा, फर्मेट गर्दा पार्टिसनहरू विदाउट सफ्टवेयर हामीले विन्डोजबाटै अथवा कमान्ड प्रोम्प्टको युज गरेर कसरी सल्भ गर्ने होइन। जस्तो हजुरको पार्टिसन क्रिएट गर्दैछौँ, त्यो पार्टिसन क्रिएट गर्ने बेलामा बिचमा हेल्थी रिकभरी पार्टिसन आयो। जस्तो डी र ई ड्राइभलाई हजुरले एउटा बनाउन लाग्नुभयो, त्यसको बिचमा हेल्थी रिकभरी पार्ट आयो भने दुईवटा के हुँदैन त, एउटै हुँदैन। त्यस्तै गरेर हजुरले तीनवटा पार्टिसन छ, डिइएफ तीनवटा पार्टिसन छ, तिनीहरूलाई एउटै गर्न लाग्नुभयो, तर डिलिट गर्नुभयो, तर अनएलोकेटेड बिचमा दुईवटा भइदियो, अनएलोकेटेड पार्ट दुईवटा भइदियो भने त्यसलाई कसरी एउटै बनाउने। कुनै मेमोरी क्रप भयो, त्यसलाई क्लिन कसरी गर्ने, यो सबैको समस्याको समाधानहरू यस भिडियोमा हजुरहरूले पाउनुहुनेछ। भिडियो अलिकति लामो बन्न गएको छ, स्टेप बाई स्टेप सबै कुराहरू देखाउँदाखेरि, जसले गर्दा हजुरहरूले बोर नमानी भिडियो स्किप नगरी स्टेप बाई स्टेप हेर्नुभयो भने हजुरहरूले जुन समस्या भोग्नु परेको छ ती सबैको सोल्युसन यसमा पाउनुहुनेछ। हजुर साथीहरू, आज हामी पार्टिसन गर्ने क्रममा हेल्थी रिकभरी पार्टलाई डिलिट गरेर कसरी पार्टिसन गर्ने त्यो कुरा हेर्नेछौँ। फर्स्टमा दिस पिसीमा राइट बटन क्लिक गर्नुहोस्, म्यानेजमा क्लिक गर्नुहोस्, यसलाई म्याक्सिमाइज गर्नुहोस्। डिस्क म्यानेजमेन्ट स्टोरेजको यो डिस्क म्यानेजमेन्टमा क्लिक गर्ने। डिस्क म्यानेजमेन्टमा क्लिक गरिसकेपछि हजुरको यहाँ यो चाहिने भोल्युमहरू हो। भोल्युमहरूमा यो ड्राइभ सी ड्राइभ, के ड्राइभ, डी ड्राइभ, ई ड्राइभ छ र बाँकी भनेको जुन हामीले डिलिट गर्न सक्दैनौँ र यहाँ देखिएको छ। अब डिस्क 0मा सी ड्राइभ छ, अब यो चाहिँ सिस्टमले लिएको पार्टिसन भयो, इएफआई सिस्टम पार्टिसन। अनि त्यस्तै गरेर डिस्क 1मा डी, के, ई है तीनवटा ड्राइभ छ भने हेल्थी रिकभरी पार्टिसन यो तीनवटा छ। यी तीनवटालाई हामीले चाहेर पनि डिलिट गर्न सक्दैनौँ। अब डिलिट गर्ने प्रोसेस के छ हामी कमान्डबाट हेर्नेछौँ, कसरी गर्ने डिलिट, यसलाई डिलिट गर्ने तरिका के छ त्यो हेर्नेछौँ। जस्तो हामीले यसलाई र यसलाई डिलिट गरेर एउटा नयाँ पार्टिसन गर्न लाग्छौँ, नयाँ ड्राइभ बनाउँदैछौँ भने जस्तो यो 736 जिबीको छ, यो 100 जिबीको छ, यो दुईवटालाई मर्ज गरेर एउटा नयाँ ड्राइभ बनाउँदैछौँ, 836 जिबीको ड्राइभ बनाउँदैछौँ भने तरिका के हो, राइट बटन क्लिक गर्ने, डिलिट भोल्युममा गर्ने, एस गर्ने, यो डिलिट हुन्छ यो पार्टिसन। त्यस्तै गरेर अब यो त डिलिट भयो, यसलाई पनि डिलिट गरेर यो र यो एउटै हुनुपर्ने हो, तर हुँदैन। के कारणले हुँदैन भन्दा यो हेल्थी रिकभरी पार्टिसन छ, यसले गर्दा डिलिट हुँदैन। जस्तो हेर्नुहोस् है, हामी डिलिट गरौँ, राइट बटन क्लिक गर्नु, डिलिट गर्नु, एस गर्नुहोस्, एस गर्नुहोस्, डिलिट भयो। तर यो 100 जिबी र 736 जिबी एकै ठाउँमा भएर 836 जिबी हुनुपर्ने किन भएन भन्दा 588 एमबीको हेल्थी रिकभरी पार्टिसन छ। यो पार्टिसनले गर्दा हाम्रो के भएको हो, यो दुईवटा मर्ज नभएको। अनएलोकेटेड भनेको त्यस्तो पार्ट हो जसलाई हामीले लेफ्ट साइडको जुन ड्राइभ छ त्यसमा एक्सटेन्ड पनि गर्न सक्छौँ। फर इक्जाम्पलको लागि यो डी ड्राइभ छ, यहाँ 100 जिबी छ, यो 94 जिबीको डी ड्राइभ छ, यसलाई हामीले 50 जिबी थप्न पऱ्यो भने राइट बटन क्लिक गरौँ, एक्सटेन्ड भोल्युममा क्लिक गरौँ, नेक्स्ट गरौँ। अब टोटल हामीले कति हो एक्सटेन्ड गर्न सकिने, 10,000 कति 1,02,401 एमबी भनेको 100 जिबी। यसमध्ये हामीले 50 जिबी मात्र एक्सटेन्ड गर्नको लागि 50 1 2 3 गरौँ, नेक्स्ट गर्नुहोस्, फिनिस गर्नुहोस्। अब हेर्नुहोस् यहाँ थपिन्छ, 50 जिबी भयो है, 50 जिबी यसमा थपियो। अब अनएलोकेटेड भयो, मतलब अनएलोकेटेड भनेको एउटा एक्सटेन्ड गर्न मिल्यो है, यो एक्सटेन्ड गर्न मिल्यो। अब हामी जाँदैछौँ हेल्थी रिकभरी पार्टिसनलाई डिलिट गर्ने कसरी है, यो पार्टिसन, यो पार्टिसन, यो पार्टिसन होइन, हेल्थी रिकभरी पार्टिसनलाई डिलिट गर्ने कसरी त्यो प्रोसेस हेर्दैछौँ। फर्स्टमा यसलाई मिनिमाइज गर्नुहोस्, हामी कहाँ जाने, कमान्ड प्रोम्प्टको रन एज एडमिनिस्ट्रेटर गर्नुपर्छ। स्टार बटनमा क्लिक गर्नुहोस्, यहाँ क्लिक गर्नुहोस्, सर्च फर एप्स एन्ड सेटिङ, COMMAND कमान्ड प्रोम्प्ट टाइप गरेपछि यहाँ आउँछ। कमान्ड प्रोम्प्टको रन एज एडमिनिस्ट्रेटरमा क्लिक गर्नुहोस्, एस
यसलाई म्याक्सिमाइज गर्नुहोस्। फर्स्टमा REAGENTC स्पेस /INFO इन्टर। यो कमान्ड दिएर रिएजेन्ट C/info गरेपछि यहाँ देखाउँछ विन्डोज RE स्ट्याटस इनेबल छ। यदि विन्डोज RE स्ट्याटस इनेबल छ यो अवस्थामा के गर्ने, डिसेबल गर्ने। पहिला डिसेबल गर्ने प्रोसेस REAGENTC स्पेस /DISABLE डिसेबल लेख्ने अनि इन्टर गर्नुहोस्। अपरेसन सक्सेसफुल भनेर आयो। फेरि चेक गर्न सक्नुहुन्छ डिसेबल भइसकेको छ। चेक गर्नको लागि REAGENTC /INFO गर्नुहोस्। यो डिसेबल देखायो। अब रिएजेन्ट स्ट्याटस डिसेबल भइसकेपछि हामीले फर्स्ट कमान्ड DISKPART डिस्कपार्ट टाइप गरेर इन्टर गर्ने। डिस्कपार्ट टाइप गरेर इन्टर गरेपछि अर्को कमान्ड दिने LISTDISK है। लिस्ट डिस्क भनेको डिस्कको लिस्ट आउँछ। हजुरको कम्प्युटरमा कतिवटा डिस्कहरू जोडिएको छ, SSD, हार्ड डिस्क जे छ सबै देखाउँछ। अब यसमा दुईवटा डिस्क छ। 0 मा एउटा 238 GB को छ, अर्को डिस्क 1 भनेको 931 GB को छ है। अब फ्री स्पेस यो भयो, दुईटै अनलाइन छ भन्नाले एक्टिभ चलिरहेको छ। त्यस्तै गरेर यसपछि SELECT सिलेक्ट DISK डिस्क है। हजुर कुन डिस्कमा जानुपर्ने हो, 931 GB को यो डिस्क 1 हो। हामीले यसैको हेल्थी यसमा हेर्न सक्नुहुन्छ। हेर्नुहोस् डिस्क 1 हो नि, 931 GB को। यसको हेल्थी रिकभरी पार्टिसन यसको डिलिट गर्नुपर्ने हो। त्यसकारण हामीले कुन चुज गर्छौँ, डिस्क 1। सिलेक्ट डिस्क 1 गरेर इन्टर भयो। डिस्क 1 इज नाउ द सिलेक्टेड डिस्क भनेर आयो। अब डिस्क 1 के भयो, सिलेक्ट भयो। सिलेक्ट भइसकेपछि अब फेरि अब यसमा कुन कुन भोल्युम छ, भोल्युम भन्नाले अब हेर्नुहोस् यो सबै भोल्युम हो देखिरहेको। अब यी कुन कुन छ भनेर देखाउँछ है। अब हामीले के गर्नु पर्यो भन्दा LIST लिस्ट VOLUME भोल्युम, लिस्ट भोल्युम गरेपछि यसरी देखाउँछ। एउटा 0 भोल्युम 0 सी ड्राइभ छ। सी ड्राइभ भनेको यो 238 GB को छ है, त्यो SSD को भयो जुन सिस्टमको छ। त्यसपछि भोल्युम 1 भन्छ, यो 100 को भयो। त्यसपछि भोल्युम 2 यहाँ हेर्न सक्नुहुन्छ। यस्तै गरेर यहाँ पनि छ। सी ड्राइभको यो भयो होइन, यसको हो यो। अनि भोल्युम 1 पार्टिसन 1 यो कुन छ, 100 MB छ, यो 100 MB भयो। अनि त्यस्तै गरेर डिस्क 1 पार्टिसन 1 भनेको छ, यो 529 को यो भयो। त्यस्तै 2 को चाहिँ नि 100 त्यस्तै 6 को छ, 6 को चाहिँ 588 छ है, यो भयो। अनि त्यस्तै गरेर डी ड्राइभ छ, डी ड्राइभको 142.93 GB है, डी ड्राइभ यो भयो। अनि त्यस्तै ई ड्राइभ भनेको 51.17 GB। मतलब यहाँ जे देखाएको छ भोल्युम त्यही कमान्डमा पनि देखाउँछ। हेर्नुहोस् है, सबै कमान्डमा पनि देखाएको छ। यो साइज भयो। अब हामीले डिलिट गर्नुपर्ने रिकभरी पार्टिसन हो है। 529 100 GB को 529 MB 100 MB 588 MB को हेर्नुहोस् जुन हिडन छ है। यो हेल्थ स्ट्याटसमा हेल्थी छ, इन्फोमा हेर्नुहोस् यी तीनटा हिडन छ है, यिनीहरू चाहिँ देखिरहेको हो। अब हजुरले डिलिट गर्नु पर्यो भने पहिला के गर्ने, भोल्युम सिलेक्ट गर्ने। SELECT सिलेक्ट भोल्युम कुन हो, फर्स्टमा हामीले 4 VOLUME 4 इन्टर गर्नुहोस्। यो 4 भोल्युम सिलेक्ट भयो, कुन हो 529 MB को है। अब यसमा हेर्नुहोस् कम्प्युटर म्यानेजमेन्टको 529 MB यो। अब हामीले यसलाई डिलिट गर्न गइरहेछौँ है त। ल हेर्नुहोस् यो 4 भोल्युम सिलेक्ट भयो। अब के गर्ने, सिलेक्ट भइसकेपछि DELETE डिलिट VOLUME भोल्युम OVERRIDE ओभरराइट टाइप गरेर इन्टर गर्नुहोस्। डिस्क पार्ट सक्सेसफुल्ली डिलिटेड द भोल्युम। अब हेर्नुहोस् हजुरको 4 भोल्युमको जुन छ 529 MB को यो डिलिट भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ 529 MB को यो अनएलोकेटेड भनेर आयो है। अब हेर्नुहोस् अब यस्तै गरेर 100 MB को पनि डिलिट गर्नु पर्यो भने कसरी गर्ने,
SELECT सेलेक्ट VOLUME भोल्युम 100 MB को कुन छ भोल्युम 5 अब सिलेक्ट भयो भोल्युम 5 अब त्यस्तै गरेर अर्को कमान्ड दिने फेरि डिलिटको DELETE डिलिट VOLUME भोल्युम ओभर राइट ल हेर्नुस् यो पनि डिलिट भयो अब हेर्नुस् दिस पार्ट सक्सेसफुली डिलिटेड द भोल्युम अब हजुरले यहाँ हेर्न सक्नुहुन्छ ल दुईटै डिलिट भयो अब हामीले यसलाई पनि डिलिट गर्नु छ हो यसलाई पनि डिलिट गरौँ अब त्यो कुन छ 588 MB को छ अब SELECT सिलेक्ट VOLUME भोल्युम कति हो 588 सरी छ अब डिलिट गर्नु छ DELETE डिलिट VOLUME ओभर राइट ल हेर्नुस् यो पनि डिलिट भयो डिलिट भएपछि यहाँ हेर्नुस् डिलिट भयो अब यहाँ बिचमा केही छ छैन अब हामीले यसलाई डिलिट गर्यौं भने यो र यो मर्ज हुन्छ हेर्नुस् है ल भयो यसरी हामीले के गर्न सक्छौं कमान्डबाट हामीले डिलिट गर्न सक्छौं यसलाई डिलिट गर्यो भने यो सबै एउटा हुन्छ यस हामीले सबै रिकभरी पार्टिसन ड्राइभहरू सब डिलिट गरेर पनि दुईटै एक ठाउँमा भएन यो हेल्थी रिकभरी अगाडिको जुन थियो त्यो डिलिट गर्दाखेरि 630 MB भयो भने बाँकी रिकभरी पार्टिसन र ड्राइभहरू सबै डिलिट गरेर आएको 930.88 GB भयो अब यी दुईटैलाई पनि एकै ठाउँमा कसरी गर्ने दुईटै अनएलोकेटेड छ बीचमा केही पनि छैन तर पनि दुईतिर भयो हैन दुईटा भयो दुईटा भएपछि अब दुईटैलाई एउटै ठाउँमा मर्ज गर्ने कसरी त्यो प्रोसेस हेर्दै छौं अब के गर्ने EXIT एक्जिट गर्नुस् लिभ हुन्छ सबैबाट है लिभिङ डिस्पार्ट भयो लिभ भयो अब DISKPART डिस्पार्ट टाइप गरेर इन्टर गर्नुस् अनि त्यसपछि लिस्ट गर्नुस् LIST DISK लिस्ट डिस्क अब हाम्रो दुईवटा डिस्क भयो एउटा डिस्क 0 र 1 भयो अब फेरि के गर्ने सिलेक्ट गर्नुस् SELECT सिलेक्ट DISK डिस्क 1 सिलेक्ट गरिसकेपछि अब के गर्ने क्लिन गर्ने CLEAN क्लिन गर्नुस् डिस्क पार्ट क्लिनिङ अन्त डिस्क भन्छ है क्लिन भएपछि दुईटै एउटैमा भयो क्लिन कमान्डबाट क्लिन भइसकेपछि अब यसलाई हामीले पार्टिसन क्रिएट गर्न सक्छौं तर यहाँ भइरहेको छैन EXIT एक्जिट गर्नुस् एक्जिट भयो डिस्क म्यानेजमेन्ट र कमान्ड प्रम्प्टलाई क्लोज गरेर सुरुबाट गर्छौं म्यानेजमा क्लिक गर्नुस् डिस्क म्यानेजमेन्टमा यो हार्ड डिस्क पहिला सुरु जब हामीले युज गर्नुभन्दा पहिला किनेपछि पहिला सुरुको स्टेपमा हुन्छ त्यो स्टेपमा आयो सबै क्लिन भयो यसमा भएको डाटाहरु सबै डिलिट भएको छ अब हामी दुईवटा MBR र GPT मध्ये कुनैमा रोजेर पार्टिसन गर्नु भनेर यहाँ अप्सन दिएको छ यदि हजुरको 2 TB भन्दा बढीको छ भने GPT रोज्नुस् हैन हार्ड डिस्कलाई अब 2 TB भन्दा बढी छ अथवा धेरै पार्टिसन अब 100 वटा सम्मको पार्टिसनहरु गराउनु छ अनि त्यो अवस्थामा हजुरलाई चाहिँ नि GPT रोज्नु पर्ने हुन्छ यदि हजुरको बढीमा बढी 1 TB 2 TB सम्मको हार्ड डिस्क छ र त्यसमा 3-4 वटा मात्र पार्टिसन गर्नुपर्ने हुन्छ भने हजुरले MBR चुज गरेर ओके गर्नुस् हजुरको MBR मा भयो अब MBR मा भइसकेपछि अब यसलाई एलोकेटेड गर्न सक्नुहुन्छ अब राइट बटन क्लिक गर्नुहोस् न्यू सिम्पल भोल्युममा क्लिक गर्नुहोस् नेक्स्ट गर्नुहोस् अब कति जीबी को गराउने हो हैन हजुर अब यसमा हेर्न सक्नुहुन्छ म्याक्सिमम डिस्क स्पेस इन MB हैन यति MB छ म्याक्सिमम यो डिस्कको स्पेस है मतलब यो यति MB भनेको 931.51 GB हो हजुरले
कति एमबीको बनाउनुहुन्छ? जस्तो मैले मानौँ एउटा 524 जिबीको बनाएँ, 536576 524 जिबीको लागि यति एमबी हुन्छ। अनि नेक्स्ट गरेँ, अब कुन ड्राइभ हो ड्राइभ लेटर चुज गर्नुहोस्, डी ड्राइभ, नेक्स्ट गरेँ, अनि त्यसपछि एनटिएफएस यस्तै हुन्छ, नेक्स्ट, फिनिस। हजुरले हेर्न सक्नुहुन्छ डी ड्राइभ बनिरहेछ अनि फर्मेटिङ भइरहेछ। ल डी ड्राइभ बन्यो, हेर्नुहोस् डी ड्राइभ बन्यो है। अब यसै गरेर अब यो बाँकी जति छ सबै एउटै ड्राइभ बनाइदिन्छु। राइट बटन, न्यू, सिम्पल भोल्युम, नेक्स्ट। अब टोटल यति एमबी हो, मलाई अरू बनाउनु छैन, त्यसैले यसैमा नेक्स्ट गरेँ, नेक्स्ट गरेँ, नेक्स्ट गरेँ, फिनिस। यहाँ हेर्न सक्नुहुन्छ भोल्युमहरू बढ्दै जान्छ। हजुर, अब यसरी हामीले एउटा हार्ड डिस्कलाई हेल्थी रिकभरी पार्टिसनहरू डिलिट गरेर अनएलोकेटेड 2वटा पार्टिसन थिए, त्यसलाई पनि डिलिट क्लिन गरेर एउटा नयाँ हार्ड डिस्कमा जुन स्टेप हुन्छ त्यो स्टेप आउँछ एमबिआर र जिपिटी, जसमा हामीले एमबिआर चुज गरेर 2वटा ड्राइभ बनाइसकेका छौँ है। यसै गरेर हजुरहरूले पनि प्र्याक्टिस गर्नुहोला। अब हेर्न सक्नुहुन्छ दिस पिसीमा हाम्रो 2वटा ड्राइभ बनिसकेको छ, डी ड्राइभ र ई ड्राइभ है। यसै गरेर हजुरहरूले आफ्नो प्र्याक्टिस गर्नुहोला। तर यदि ब्याकअप छ, हजुरको इम्पोर्टेन्ट डाटा छ भने त्यस्तो मेमोरीहरूमा ट्राई नगर्नुहोला, किनभने डाटाहरू लस्ट भइसकेपछि फेरि रिकभर हुन गाह्रो हुन्छ, रिकभर हुँदैन। त्यो हुनाले विचार गरेर आफूले बुझ्नुहोस् है त।